नमस्कार सम्पूर्णलाई 82 सालले बिदा गर्दै 83 साललाई स्वागत गर्दैको छौँ र त्यसका साथै कुसे औँसी आमाको मुख हेर्ने दिन पनि रहेछ। आज 4 गते वैशाख 4 गते। जति पनि आमा बुबा जिउँदै हुने हरले चाहिँ आमा बुबालाई तुच्छ बोली नलाउनुहोस्, नराम्रो वचन नभन्नुहोस्। जे जस्तो आफ्ना घरमा छ मिठो मसिनो चट्टैले बनाएर खुवाइदिनुहोस्, पिलाइदिनुहोस्। आमा बाउको आशीर्वाद लिनुहोस्, आशीर्वाद माग्नुहोस्। पक्कै पनि आशीर्वाद लाग्छ। आमा बुबा जिउँदै देउता हुन्। त्यसैले गर्दा आमा बाउको चित्त दुखाउनु, मन दुखाउनु नै हाम्रो जिन्दगीभरि चित्त दुखेर हिँड्नु, मन दुखाएर हिँड्नु हो। बराबर माया गर्नुपर्छ, किनकि जन्म दिने आमाले छोरा ती बुहारी ती छोरीहरूको लागि पनि कति खाइ नखाइ गरिदिनु भएको छ। ती उसको छोरा जन्माएर नै हामीले हाँस्नु पाएको छौँ, रमाउनु पाएको छौँ, खेल्नु पाएको छौँ, रुनु पाएको छौँ, माया साटासाट गर्न पाएको छौँ। ती कर्म दिने आमाले जन्माको छोरा बहादुरी छोरासँग हामी बसेर एकदम माया साटासाट गर्न पनि पाइराखेको छौँ। त्यसैले गर्दा जन्म दिने आमा र कर्म दिने आमालाई बराबर माया दिनुपर्छ भन्ने मेरो विचार र धारणा हो मेरो चाहिँ। आमा, मिल्छ भने एकचोटि फर्केर आइदिउ न ल। निकै गाह्रो हुँदो रहेछ तिमी बिनाको घर पनि। भित्तामा झुन्डेका फोटोहरूले बोलाउँछ कि भनेर धेरै आश लाग्दो रहेछ, तर के गर्नु। 9 महिना आमाले कोखमा बोक्नुभयो, 10 धारा दुध पिलाउनु भयो। आमा तपाईले कति दुःख कष्ट गरिदिनु भयो। जिउँदो देउता नै आमा बुबा हुन्। ती जिउँदो देउता आमा बुवासँग पक्का हामीले आशीर्वाद लिनुपर्छ। हामीले आशीर्वाद लिनको लागि आफूले सो इच्छाएर जुन ठाउँ त्यो व्यवहार गर्छु, त्यो काम गर्छु भनेर हामीले सोचेर एउटा आशीर्वाद लिन्छ नि। देवी देउरालीमा गइन्छ, देवी देउराली पनि नजानु होइन, जानुपर्छ, लिनुपर्छ। देवी देउराली गएर आफूले इच्छाएको सो विचार गरेको परमेश्वरी पुगोस् है भनेर त्यही देवी देउरालीसँग पनि हामीले आशीर्वाद लिनुपर्छ। तर पक्का आशीर्वाद लिनुपर्ने जिउँदै आमा बुवाको आशीर्वाद हो। गर्दा त्यहाँ गएर चाहिँ हामी के गर्छौँ भने आँठा काट्ने, अनि कुखुरा काट्ने, चपक्कै छिनाउने, अनि परेवा चपक्कै छिनाउने काट्ने, अनि त्यसलाई खुन पछेद बनाउने, छेद अछेद बनाउने, अनि लोहे परमेश्वरी तिमी यस्तो मैले हाँकेको चिताको कुरा चाहिँ होस् है भन्ने होइन। अर्काको ज्यान काटेर मारेर हामीले आशीर्वाद माग्नु पर्ने होइन। अनि खै त्यो पनि मलाई त कस्तो कस्तो लाग्छ, सम्झिँदा आँगै झिरिङ हुन्छ। अर्काको ज्यान चाहिँ छपक्कै मार्नु अरे, काट्नु अरे, अनि आफूले चाहिँ पुगोस् है परमेश्वरी मैले चिताको हाँकेको पुगोस् है भन्नु पर्ने अरे होइन। त्यो भन्दा पनि आफ्नै जिउँदो हुने आमा बुवाको आशीर्वाद लिनु नै ठुलो जस्तो लाग्छ। हुनु त आफ्ना आफ्नै विचार हो, आफ्ना आफ्नै चाहना हो, मन हो होइन। त्यसैले गर्दा आज कुसे औँसीको लागि मैले थोरै कविता पनि भन्न लागेको छु। कस्तो लाग्छ हजुरहरूलाई? सन्तानको लागि रात दिन नभनी कति खट्नु भयो नि आमा। सन्तानको लागि रात दिन नभनी कति खट्नु भयो नि आमा। घाम पानी नभनी पेट भराइदिन कति खट्नु भयो नि नखाई खाना। आमा घाम पानी नभनी पेट भराइदिन कति खट्नु भयो नि नखाई खाना। बिहानी पख झुल्किन्छ घामको घमाइलो छाया। बिहानी पख झुल्किन्छ घामको घमाइलो छाया। आमा कति कष्ट गरी दिनु भएको अपार माया। आमा कति कष्ट गरी दिनु भएको अपार माया। आज जस्तै माया दिनुहोस्, आज जस्तै माया दिउँ हाम्रो
आमा बुबाहरूलाई हैन आज कुशे औँसीको दिन कसरी माया गर्छौँ, कसरी दिन्छौँ, कसरी मिठो बोलीले बोल्छौँ, कसरी खुवाउँछौँ दिन्छौँ, त्यसरी नै सदाभर माया दिनुहोस् भन्न चाहन्छु है। हस् त, थ्याङ्क यू, नमस्ते, नमस्कार।